उठ्न लाग्यो खाना त खायौँ तर अझै कहाँबाट घुमिफिरिकन खाने मन लाग्यो अनि मम्मी बनाउन लाग्नु छ उता ड्याडी चाहिँ यहाँ 15 सेकेन्ड गानी पार्ट हुन्छन् कि यहाँ त हाम्रा युट्युब च्यानलमा मैले लोकेशलाई तल राख्दै भन्न लाग्थेँ लोकेशले माथि छाडिदियो अहिले कुरा घुमेर लोकेशको गल्ती निक्ल्यो कि नै धेरै गरम छ तपाईलाई चिसो भइकन कोही मिल्ला त खाना खै कतिखेर मिल्ला नि त मिल्न त मिल्ला चिसो अहिले उनी आउँछ अगाडि चल्ला पेट गरिकन माउको पेट भर्न पऱ्यो ड्याडी माउ ड्याडी त भाले हुन् त माउ त माउ अगाडि चल्ला कस्तो तातो मम्मी हल्का चिसो बनाउ न त्यही रोटी राख चिसो हुनु अब रोटी हल्का तातो यो हेर्न सक्नुहुन्छ हामीले 2 टुक्रा बनाइसकेको ठाउँ एक दाजुको लागि एक मलाई लाई अक्कर बक्कर बम्मै बोल्न हेमै किन घसाएर रुमो थियो त अघि यो रुमो त्यो हाल्न यो ठुलो हाल ठुलोमा राम्रो पेट भर्यो कि नै राम्रो मेरो नगर्ने भोग्ला त ऊ त्यो घिउवाला लोकेश घिउ ठन्डीमा गेडागुडी खानुपर्छ र हेर्न सक्नुहुन्छ गाइस घिउ दिएको त यो घिउ हात साइड लगाउने यी यति चाहिँ घिउ यहाँ लाइट चालु पर्दैन चालु हुन्न अहिले यार म मिक्स गर्दैछु अहिले लाइट चालु यो क्या हो घिउ खै मिक्स त भइगयो फेरि अझै हामी स्टाइलमा मिक्स गर्दैछौँ अब यो किन बाटो हेर्नु हिमाल सात छिटो सुजान्न बाबा बिहान 2 मिलेर होटलमा लाग्यो नि गरौँला त पुरा टेन्सन त्यही नमान्ने अन्तारी हरलाई त आज फुटुनको भया छैन त्यतिखेर किन हल्का नारियललाई किन नादिने नि मल ए यार लास्ट घिउ भयो क्या त्यसले यति धेरै लाग्दो लाग्यो दिमाग घुमेको मेरो लास्ट घिउ भएर धेरै हाल्दै हल्की अलग हालिसक्नु मुबाट लाइट देखाएको नि तपाईँको चम्किया अरे घिउ त मेरो टाउको दुखेको घिउले टाउको दुख्छ ल त्यता अरे मेरो दुख्यो तागत टाउको दुखाउँछ क्या टाउको दुखायो टाकडा आएको माथि नो रिएक्सन चौरगिरी त धुला ल्याएर भातसँग खाने झुल नफाले रसिलो मिठो हुने चाहिँ देखो त्यो उनको बासमा लाग्यो सोडामा अब बाग्राले ल्याएछ त्यसको मिठो चाहिँ पुला भात खाने यो चाहिँ इन चाहिँ कला हो कला पुलाउ पुलाउको मसला इन कला हैन नहीं पुलाउ कला त हामीले त्यसले लिगाले मात्र त कला बनाएन उ यो बनायो आएर इन कला चाहिँ आरे त कला राख्ने मटर भरिन्छ कि मटर त्यो होइन लटाई उयो ती पनि होइन यी होइन इन कला हैन
अनि जे पनि नि कला त हो नि फिर मम्मीले नापे पकायो नापे पकाउन कस्तो यार मैले भनेको कुराको जवाब दिने यो पनि होइन यो कला हो कि होइन कलाई केडा हुन्छ यो देखि अहिले पुलाउ अरे के केराउ पुलाउ के भन्नु केराउ पुलाउ त भन्छ नि पुलाउ त खोज्दैन केराउ भन्छ केराउ खाने नि रोटी खोइ यहाँ छ त आधा बना मटर भन्न हामी मटर आधा बना रोगमा बनाना आमा रबमा बनाउनु त बबल देखिरहेको छ यहाँ बस म त यति खाइछु आगर आगर आलु के नि पत्तीको आलु सुगा ल पहिला आधा आधा म पनि खानु घिउ लगाएर उ लगाएर त्यसै किन खाना छैन किन हो यति धेरै चेप्ने हिसाबमा लिन्छ र अब देखि सिधा बिचबाट छिर्रियो देखि तेरो खाना खायो कति आने 5 रुपैयाँ के छोराले खायो सोचे आलम त अबदेखि धेरै धेरै खाने 3 रोटी खाना चाहिँ म 4 रोटी खाने बनाइदिएँ त्यसपछि म अक्को रोटी खाएँ त्यो क्या बनाएको छु बिहान त्यहाँ पाउले भाजमा र मास त्यसले भिजाया थियो भिजाया त्योमा मखना र मक्खन बनाएर तपाईँ छोरालाई खानु न चिल्लो मुख हुन्छ घिउ खानु भनेको ल्याएकेन भने के लागिदियो चिल्लो त मुख हुन्छ तर तागला मुखमा लगाएपछि पो चिल्लो हुने हो त घिउमा के लगाएको खाए पनि मान्छे मुख चिल्लो हुन्छ लोकेसन त ज्यादा घिउ खाउँला मैले मेरो मुख हेर तेरो नाम चिल्लो कति खायो भने तैँले चाहिँ मेरो नाम धेरै दुध खाए काठु खायो त ज्यादा काछु दुधमा ज्यादा पाउनुहुन्छ अब चाहिँ किन खानु पकाउँदा पनि खाइदिन्छु खानु यार पाकेट ल्याउन तर ड्याडी वाला हाल्ला चिया खाल्दिनँ त हौ चट्टी दुई फाल्दिन जित्ता गर म फेरि बाथरुममा कहिले भाँडा धुनु कहिले कपडा धुनु त गइनु अन्त जति पाकेट खाले भए पनि तर खाना दि पाकेट नखसेका त्यही गद्दाला दिन चढ्ने बहुत गरे त्यही गद्दापछि खाड्न फाले हौ मैले यस्तै चिजदेखि यस्तै चिज एउटा पुरा उचाल्दछ नि कस्तो हो र कति वर्ष हो रे 2 वर्ष पुगेर त घर लैआऊ त उले गाइचाडीले देखाएको अहिले हो म नेपालमा छु म नेपालमा रोटी पुरा एउटा कोची कोची गर्नु कोची खाना खानुपर्छ मलाई त भयो। मलाई भयो। घिउ खानुपर्छ घिउले ताकत दिन्छ ए हिमाल खाना पनि खानु छु कसरी हो खानु एक्सर्साइज गरौ हेर दाल उमाल्नु थियो तेरो लागि म दाल उमाले दाल निकाल्ने भात निकाल्ने त्यो हल्का तेल हालिदिने अन्त भातमा नुन हालिदिएपछि फेरि खानु चाहिँ यति भात यो लोगे बरोबर मेरो त्यो हो भुइँमा यसले दुध कम खायो त्यसले कमजोर भयो भन न दुध त खिलायो कि तैँले जिल्ला खाइदियो तेरा दुध नै मेरा दुध हत्या हुनेवाला त्यो म तँलाई यसलाई खुवाउनु दिएर दुध खुलाइदिनु खाइ आउँदा ठिक हुन दुध त खायो यसले यति ठुलो ढुङ्गो आएको छ यसमा यी दुइटाले खायो दाल दाँत दुख्दा के न दुधमा लोकेश त्यसपछि के गरी नछोड्दा भयो के अरे अमरा दुध लगायो बाहिरबाट छालामा त्यही पनि मैले खाइदिएँ याद छ भनियो त ओ याद हुनु गरा याद छ त्यसले ओ न त त्यही भएर तपाईँले भनियो त यसरी लगाएर उ गरेर त्यो अब त्यो अमरा दुध लगायो बाहिर त्यो किताबको पानी चेप्कायो उहाँ बाहिर अझ दुध लगायो त्यो म त्यसो गर्नु दिने थिएन म त त्यसो हराएर त्यो बाबु झी भइया छ घाउ भइया छ भने देखाएँ दिनभरि खाएन राति सुते बेला त त्यो कागज फालेर खाइदियो यो लोकेश यस्तो पनि खाएन अन्त पाती लगायो दुधहरू
तितो 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 हुने त्यो अझ तान्न त्यो त्यो तितो फुकेको न अझ मिल्यो नहीं बच्चाहरूलाई 5 वर्षमा आमाको दुध पिलाउनुपर्छ अरे आइलो 5 वर्षको अन्तर हुनुपर्छ अरे यसले भने खाए 2 वर्ष भइगयो अनि देखि यी दाल लिएर दिदीले खायो मलाई खानै मैले त्यो कि भया भया जो त तैँले खाइदियो तैँले खाए सबै त छाडिहाल्नु पर्यो लास्टको त्यो सडा दुध खाइदियो अबे आउनु मजेको सर्याउनु भयो त त्यो दुई सर्द हो अहिले के था ल तँ समात्ने ताजा ताजा दुध खाए ल सोके मेरो बाक्लो छ बाई 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 हामीहरूको काम कुरा सकिसक्यो ओके न 10 मिनटको भिडियो भइसकेको छ यहाँ ओया ओके यु नो बाई